आज घाम अति नै लागिरहेको छ। लागे म कलेजतिर। ओहो क्लिप त लगाउनै बिर्सेछु। हेलमेटको चाहिँ क्लिप सधैँ लगाएर हिँड्ने गरौँ है। हेलमेट चाहिँ लगाएर हिँड्ने गरौँ। ल लाग्यो। तर आज धेरै नै ढिलो भयो। आज अलि धेरै नै ढिलो भयो। के भएछ भने म त सुतेको भएछु क्या। 5 बजेको अलार्म राखेको जस्तो लागेको थियो। तर अलार्मै बजेन क्या। ठिकै छ। आज चाहिँ मैले हात डढ्छ भनेर ग्लोभ्स लगाइरहेको छु। हात पनि अति डढ्छ है घामले। लास्टै उ भएर हुन्छ यार। 6:35 भइसकेको रहेछ। सिधै जाम आज। तपाईँलाई म जहिले नयाँ बाटो लिएर जान्छु, पर्खिनु न। घाम फेसमै परिरहेको छ कि। बिहानको घाम चाहिँ बजार जाने बेला मुखमै पर्छ क्या। आज त मैले पेट्रोल पनि हाल्नु छ यार। पेट्रोल छैन, 3 लाइन मात्र छ। कलेज नै आइपुग्यो। ट्याकटुक गरेर क्लासमा दौडिहाल्नुपर्छ। साह्रै ओए हुन त बिहान सरको पढाइ नभएर होला। हाम्रो केटाहरू आइसकेछन् टक्क। एउटा पिरियड सक्यो भर्खरै। के भन्छ केटाहरू गुवा फेर्न गुवा रिजन दोस्त के छ त अनि? एकदम नयाँ आज बिहान यति राम्रो देखेको थियो होइन। बिहान चाँडै उठेको फाइदा चाहिँ यही हो कि बोल्नै आउँदैन अनि के भन्नु त, अनि भ्लग बनाउने भनेर हुन्छ। लाइट मिलेछ। चस्मा लगाइदिएँ। अब सन्जयको भ्लगमा आउनु पऱ्यो भनेर फेरि म भोलि फेमस भएर तपाईँले आफ्नै एउटा भ्लग च्यानल खोल्नुभयो भने अनि म्यानुअलमा एक्सपोजर अति नै धेरै आयो। त्यही भएर अटोमा हालिरहेको छ। लास्टमा अटो नै ठिक हुन्छ जस्तो लाग्न थाल्यो मलाई त। यदि कसैलाई यो सेटिङ्सहरू केही थाहा छ भने चाहिँ यसो कमेन्टमा लेखिदिनु ल। अगाडि त्यो पहाडमा बादलहरू कस्तो बबाल देखिरहेको छ। आम्मा, यहाँबाट कपाल काट्न जाउँ अनि कपाल काटेर घर जानु पर्ला। आम्मामा आज त्यो क्लियर भ्यू भएर के बादलहरू पनि छैन, कुहिरोहरू पनि छैन नि त। कस्तो दामी देखेको छ। अगाडि तपाईँहरूले देख्नु भएको छ कि नै? यता बजारबाट मेरो घर लगभग यहाँबाट त कति पर्छ हौ, 100 चोकसम्म 9 किलोमिटर। यहाँबाट चाहिँ लगभग 8 किलोमिटर पर्छ होइन। तर म जहिले कपाल काट्ने यहीँ आउँछु क्या। कि यहाँ कि उतापट्टि एउटा पाण्डेले चिनाएको छ त्यहाँ। ल बन्द पो रहेछ सेट। तर कपाल त काट्नुपर्छ यार। पछाडि नै जानुपर्छ होला आज त। ओहो सिक्ले सैको बेलैमा। यहाँबाट भित्र हो। न बन्द छ त सबै। आज के बार हो र यार? आज त मन्डे हो कि क्या हो? ए ट्युसडे। तर अहिले खुल्ने बेला नभएर हो कि? अब कपाल काट्ने चाहिँ खुलेको छ कि छैन भनेको ल हो। पार्लर ए खुलेको रहेछ। झन्डो खुलेको रहेछ यार। बाइक चाहिँ कहाँ राखिँदा? यहाँ घाम छ, त्यहाँनिर राख्नु पर्ला। न बसन्ती ए बसन्ती कपाल काट्नु पर्यो। हेलो, हाम्रो पार्लरको नाम के अरे? B&B हेयर ड्रेसिङ। ल कपाल काटेर निस्के। बसन्तीले काटेको है मेरो कपाल चाहिँ। अब कस्तो काट्यो भनेर अब भरे लाइभमा हेरौँला। हजुर भिडियो खिच्ने ए कपाल काटेको यो भर्खरै मैले कपाल काटेँ नि B&B मा।
ब्युटिज एन्ड ब्रोज भन्ने, ओहो कुकुर त लभली छ त। ब्युटिज एन्ड ब्रोज भन्ने हो क्या। यसको चाहिँ चितवनमा 27वटा ब्रान्च अनि नेपालभरि चाहिँ 30वटा छ अरे क्या। पेट्रोल हाल्नु छ यार, म त पेट्रोल हालौँ अनि त्यसपछि घर जानुपर्छ। कतिको हाल्ने, 1000 कता अट्दैन, 198 भनेपछि 600 रुपियाँको हाल्नु पर्ला। 600 रुपियाँको हालिदिनु। 6 हजुर। क्यास हो नि फेरि, क्यास ल 600 रुपियाँ। धन्यवाद। प्याक छ रोड। घाम चाहिँ कस्तो बबाल घाम लाग्यो क्या यार। ल मोबाइल चलाउँदै हिँडे क्या। अब कस्तो बिजोक मान्छे हो रहेछ यार। तपाईँलाई हामी मैले त्यो बाटो देखाएँ कि देखाइनँ यार। एक राउन्ड काभ्रेघाट साइड पुगेर निकाल्छु म तपाईँहरूलाई चाहिँ पर्खिनु। साइडको नारायणी भ्यू हेर्नु न। हामी बेलुका बेलुका के अरे त्यो एसीको जस्तो चिसो आउँछ क्या त्यहाँ। हावा खाना आउँछौँ बेलुका बेलुका पाण्डेरमा सरर इभी स्कुटरमा, एथर इभी स्कुटरमा सरर दाजुभाइ एकलट चटपट खाएर जान्छौँ त्यो चिसोमा। यहाँबाट राइट लाग्नुपर्छ हामी। शिवघाट चाहिँ माछाको लागि बबाल फेमस छ फेरि। माछा, सुकुटी। यहाँबाट भित्र गयो भने चाहिँ त्यो उतापट्टिको रोड बन्दै छ क्या। डाइरेक्ट पुलचोक कनेक्ट गरिदिन्छ त्यो रोडले चाहिँ डाइरेक्ट बजारभित्रभित्र। ए कस्तो चिसो आइरहेको छ हौ, दामी चिसो आएको छ यहाँ। त्यो पानीको चिसो के। अहिले त मान्छेहरू हुँदैनन्। बेलुका यहाँ शीतल भएपछि यति प्याक हुन्छ नि यहाँ। यो कन्टेनर क्याफे भइहाल्यो। कन्टेनर काटेर बनाएको क्याफे हो क्या। ल हेर्नु पानी कस्तो दामी देखेको छ नि होइन। हो वहाँ भ्यू ल हेर्नु कस्तो बगाल छ। यो चाहिँ कन्टेनर क्याफे। माया लाउन बल्ल सिक्दैछु। हान्छ कि के हो हनुमान दाइ? यता नि हेरौँ न दाइ। मलाई यो मोटो भ्लगिङ गर्न चाहिँ सानैदेखि लास्टै मन लाग्थ्यो के। लास्टै इन्ट्रेस्ट के भन्ने त्यसलाई, प्यासन भनौँ न भ्लगिङतिर। मेनली त यही मोटो भ्लगिङमा। भर्निरको एउटा दाइसँग 2 दिनको लागि 2000 वाला 4K एक्सन क्यामेरा सापट्टि लिएर तारले बाँधेर नि भ्लगिङ गराएको थिएँ मैले जमानामा। यत्रो वर्षपछि फाइनल्ली किनेँ। अनि सानैदेखिको सपना त सपना थियो। सानैदेखि एक न एक दिन मोटो भ्लगिङ चाहिँ गर्छु भन्ने त्यो थियो क्या। आमा ढोलेको चोटै छ यहाँ। कहाँ हो? बिहे गरेपछि कस्तो तनाव हुँदो रहेछ। चोकमा आइलाइनर किन्न आउनु भएको अरे ठुलै, तर त्यहाँ आइलाइनर भेटिएन। ल हेर्नु, त्यही भएर मैले अहिले बिहे नगरेको। बुढीको लागि जे पनि गर्नुपर्छ हो क्या ठुला भन्नु ल। अनि त्यही भएर से नो टु बिहे। घर पनि आयो। के छ अङ्कल?